घर जानुको लागि रेडी भइसकेको छु। एकदमै एक्साइटेड पनि छु। अनि म चाहिँ अब घर जान्छु। म चाहिँ यहाँ डडेलधुरा पढ्थेँ। चुनावको बिदा छ नि त, चुनावको बिदा 7-8 दिन छ। यसो घर जाउँ होइन। तर गाइज म चाहिँ ड्याडी मम्मीलाई सरप्राइज दिँदैछु है, कसैलाई नभनेर है। कस्तो आउँदो रहेछ भ्लगमा हेरिरहनु होला है त। अनि म चाहिँ यो झोला लगेर जान्छु गाइज। सरप्राइज दिनुवाला छु कि म, सरप्राइज दिनुवाला। बाइकमा जानु छु म माथि अफिसको। एकदमै एक्साइटेड छु गाइज। म बाइकमा झोला चाहिँ यहाँ राखिसकेको छु। यहाँ छ झोला चाहिँ। अब चाहिँ म पलेर जान्छु अनि घरतिर जान्छु। अनि सबैले आउँदैछन्। त्यसपछि बाइकमा घर जाने हो। कसैले नभने भिडियोको अन्त्यसम्म गइरहनु होला है त। कस्तो हुन्छ हेरौँ होइन। तल पनि अफिस छ, तल पनि मान्छे बसिरहेको छ होइन। तल चुनावमा जुन लास्ट गरिरहेको छ। यो भयो अदालत, यो चाहिँ भयो अदालत। अनि चाहिँ यहाँबाट जान्छु घर। हामी चाहिँ हिँडिसकेका छौँ यहाँदेखि। चुनावको प्रचार यहाँ भिडियो बनाउनु बोलेर स्याउले 1 किलोमिटर। स्याउले बजार। यो चुनावको माहौलले बताइहाल्छ चाहिँ होइन। चुनावको दर्शन त्यो अदालत भरिहाल्छ गाडी गाडीले होइन। चुनावको माहौल राखिहाल्छ। महाभारत पनि भन्नान होइन। सब घन्टीमा हेर्न सक्नुहुन्छ गाडी चाहिँ कहिलेको चाहिँ है। यो गाडी चाहिँ यस्तोमा चाहिँ गाडीमा गाडी यहाँ हाम्रो ड्राइभर चाहिँ यहाँ हुनै, यहाँ चाहिँ होइन। यहाँ चाहिँ तेल हालिँदैछ।
गाइज यो चाहिँ भत्काडा बजार चाहिँ सानै छ बजार। भत्काडा पुग्न चाहिँ 16 किलोमिटर छ। गइरा अब चाहिँ हामी केही बेरमा साउथल पुग्छौँ अनि चाहिँ गाइजहरू हामीले यो साउथमा सरले मैले चिया खायौँ। मैले चाहिँ यो एउटा रिल पनि बनाएँ क्या, मतलब हो अलगै होगा भन्दा था भन्ने रिल सिल बनाएँ होइन। अनि चाहिँ गाइज यहाँबाट चाहिँ चिजबर खाँदै हिँड्यो। हेर्नुहोस् गाइजहरू यो बाटो हाम्रा नेताहरूको यो विकास हेर्नुहोस्। यहाँ यस्तो अवस्था चाहिँ यस्तो छ नि, पर चाहिँ भिडियोहरू बनाउनु पाएन। ल हेर्नुहोस् विकास, ल हेरिहाल्नुहोस् ए हो विकास। 7वटा पहाडी जिल्लाका हो र यीहरू हेर्नुहोस्। ल हेर्नुहोस् विकास, आजसम्म पालो दिएका नेताहरूको विकास हेर्नुहोस्। यहाँ यस्तो छ हालत। हेर्नुहोस् बाटो, हेर्नुहोस् त बाटो यस्तो छ बाटो। ल गाइस, अब आफै भन्ने भोट बदल्ने कि नबदल्ने होइन, त्यो चाहिँ तपाईँको हातमा। एकदम डेन्जर छ कि भन्नु चाहिँ 7वटा पहाडी जिल्लामा सबैमा यस्तै पुगिरहेको छ। यस्तो गर्छु यो सब दिएको गाइस। यस्तो छ बाटो, यी बाटो ए यहाँनिर चाहिँ थोरै ठिक छ, सबै ठाउँ होइन क्या गाइज। यस्तै छ यहाँको बाटो चाहिँ। यहाँ चाहिँ झन् पाहाडतिर कस्तो होला कि गाइज, यो चाहिँ डडेलधुरा जाने बाटो हो। नपारे झोलेहरूको गाडी। झोले चाहिँ मासु भात हो कि यहाँ झोलेहरू त्यो त मासु भात मात्र विकास छैन। भोट चाहिँ घन्टी पाइरहेको छ सबैलाई। हालत बाटोको हालत यो चाहिँ शेरबहादुर देउवाको थियो माथि त्यो साबरले खाने डडेलधुरा। यो शेरबहादुर देउवाको जिल्ला हो कि गाई थियो। र यही हो चाहिँ भाइ विकास भन्ने कुरो नेताहरूको गाडी चाहिँ उल्टा चिल्लो कार। सरी गाइज, म चाहिँ बाटोमा भ्लग बनाउनु पाइनँ किनकि मलाई लाज लाग्यो उताबाट होइन। अनि मैले चाहिँ आफ्नो यो घर जाने बाटोतिरदेखि बनाएको छु। ल गाइजहरू, म चाहिँ पुगिसकेँ आफ्नो घर जाने बाटोतिर। अब चाहिँ यहाँदेखि मलाई घर पुग्नु लगभग आधा घन्टा जति लाग्छ हिँडेर। अनि सर चाहिँ जोगबुढा जाने हुन्। अनि म चाहिँ यता बाहिर सेन्टर जाने हो। म चाहिँ म पुगिहाल्छु 15-20 मिनटमा। माहौल काटिया छ यार गाउँतिर त गाउँ पनि यति ठुलो भएछ। ल गाइजहरू, यो चाहिँ हाम्रो आल्ताल्तीको गाउँपालिका हो। यहाँ माथि यस्तो छ यो आल्ताल ठाउँ भन्ने ठाउँ। यो चाहिँ यस्तो छ गाइजहरू।
अब चाहिँ गाइजहरू म हजुरलाई भाबर भन्ने ठाउँ पुगाएर देखाउँछु है बाइक उतिखेरको लागि। गाइजहरू यहाँ त घाम यस्तो छ यार, डल्दुरा यस्तो चिसो थियो। यहाँ हेर्ने भने त गर्मीले मरिन्छ 2 दिनमा। यहाँ त गाउँहरू पनि यत्रो ठुलो भइसक्यो रहेछ नि यार। यहाँ चाहिँ गर्मी छ, जो ठिक्कको मौसम छ, धेरै गर्मी पनि छैन। डल्दुरा भन्दा गर्मी नै छ। मटरा भन्छ नि यसलाई, कलौँ भन्छ नि। गाईहरू मलाई चाहिँ त तल फर्स्ट भन्नाले अब भर्खर भ्लग बनाउनु लाग्यो। अन्त मान्छेको मुखमा भ्लग बनाउनु लाज लाग्यो क्या, त्यही भएर चाहिँ मैले भ्लग बनाएन। अनि त्यही हो नि, तपाईँहरूले सपोर्ट दिइदिनु होला, सब्सक्राइब गरिदिनु होला है च्यानललाई। तपाईँहरूले सब्सक्राइब गर्दै गयो भने म पनि च्यालेन्ज भिडियो गर्दै जान्छु होइन। यस्तो छ गाइजहरू गाउँतिर होइन। म चाहिँ अब पछि चाहिँ होइन, घरमा पुग्नेखेरि चाहिँ मोबाइल खल्टीमा राख्छु। देखिन्छ देखिन त्यो मलाई थाहा छैन होइन। अब मोबाइल देखाएर चाहिँ लाइन नगलाइदिनु लाज लाग्छ गाइजहरू। पहिला यति नै। सो गाइज म चाहिँ भाबरभन्दा माथि पुगिसकेँ होइन। म चाहिँ भाबर चाहिँ हजुरबाहरूलाई देखाउन सकेन होइन, किनकि अब लाज लाग्यो। अब त्यही भएर म चाहिँ कसैलाई देखाइनँ। किनकि अब लाज लाग्छ कि मलाई त भिडियो बनाउन। ऊ घर त फिक्स हो गाइज। वाह क्या मुस्कुराहट है, जैसे मुंह में लिया हो आज ही। देखाउँछु म घरमा ल गाइजहरू फिक्स देखाउँछु ल। यो यस्तो ठाउँलाई कोल गैरा भन्छ नि गाइजहरू, कोल गैरा। म एक गीत गाउँछु है। के गीत हो यार? सरप्राइज हो, घर चाहिँ कसैलाई नबनेको भयो घर। त्यस्तो गाइजहरू अनि गाइजहरू गीत त भएन यार। म सनसाइन देखाउँछु है तपाईँलाई, मेरो गाउँको सनसाइन ल। यता हेर्नु, यता चाहिँ जुन लाग्यो आज फेरि, चाहिँ जुन लाग्यो आज फेरि। यस्तो आएर यस्तो गएर होइन गाइजहरू, यता हेर्नु ल। त्यहाँ यस्तै छ गाइजहरू हाम्रो। ल साँच्चै गीत गाउँछु ल। म उनको फ्युचर गाउँछु है गाइज। गाइजहरू आएन कि मलाई, माइन्ड नलिनु होला क्या। आउँदैन कि गीतै गाउन आउँदैन मलाई। हे पहिले भन्यो संसारै सारा हौ, संसारै सारा हौ, झर्दा बग्ने आँसुको धारा हौ, माया बेकै भो तिमीलाई धोका दिनु र मर्नु एकै हो। तर गर्लफ्रेन्ड छैन है। यसो खोकी लागेको छ गाइजहरू। मोबाइलमा चार्ज 5% रहिसकेको छ है गाइजहरू, 5%। अब चाहिँ म सिधा घर गएर देखाउँछु। त्यो गाइजहरू मेरो घरमा त कोही छैन त यार, कहाँ गए यार सबै? कहाँ गए? म चाहिँ झोला राखेर जान्छु, खोज्दै जान्छु गाइज। म खोज्नु यस्तो छ गाइजहरू, यस्तो। अब चाहिँ म झोला राखेर घरमा आइपुग्दा हाल्नु नि सक्छु नि गाइज म। मेरो घरबाट सनसाइन देखाउँछु नि फुतु या
गाइजहरू कहाँ गयो यार घरका यस्तो छ गाइजहरू हाम्रो घर चाहिँ यहाँ धनिया सनिया लगाएर छ हाम्रो धनिया सनिया गाइजहरू धनिया हेर्नुहोस् 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 आज मम्मी देख्यो मम्मी देख्यो जे भए पछाडि चाहिँ मम्मी होइन है सुन्नुहोस् गाई जुन चाहिँ मेरो आन्टी हुन है यो चाहिँ दाईको छोरो हो ओहो पारुन चाहिँ अङ्कलका छोरा मेरो ड्याडी मेरो ड्याडी गाइजहरू घरमा पनि आइयो त्यो घर आएर चाहिँ हेर्नु म एउटा मासु देखाउँछु यो खसीको मासु खान्छ खायो भने खोला त्यो गाइजहरू घरमा पनि आइयो त्यो घर आएर चाहिँ हेर्नु म एउटा मासु देखाउँछु यो खसीको मासु खान्छ खायो भने खोला त्यो मासु जोस गाई घर आएर चाहिँ फाइदा भयो है एकदम फाइदा भयो के छ भाइ ठिक छ माया कति ठिक ल गाइजहरू आजलाई चाहिँ भ्लग यति है मन परमा सब्सक्राइब गरिदिनु होला